सम्पूर्ण अभिभावकज्यूहरूमा न्यानो नमस्कार। म यहाँहरूको सामु केही आफ्ना भनाइहरू राख्ने अनुमति चाहन्छु। अहिले देशैभरि वार्षिक परीक्षाको नतिजाहरू प्रकाशन धमाधम भइराखेको छ र कतिपय गाउँपालिका नगरपालिकाहरूले रिजल्टहरू परिणाम नतिजाहरू प्रकाशन धमाधम गरिरहेका छन् र तपाईँको नानी बाबुको रिजल्ट भयो कि भएन र यदि तपाईँको नानी बाबुको रिजल्ट भएको छैन भने अब छिट्टै हुन गइराखेको छ र नतिजा प्रकाशन या नतिजाको सन्दर्भमा यहाँहरूलाई म केही सेयर गर्न गइरहेको छु। हामीले सधैँ जस्तो गरेको अभिभावक र शिक्षकले गर्ने गरेको पास हुनेलाई हाई हाई पुरस्कृत गर्ने र फेल हुनेलाई हामीले बाई बाई र गाली गर्ने गर्दछौँ। अब त्यो युग अनुसार यो सोचाइहरू यो हाम्रो असल अभिभावक हुनलाई र राम्रो असल विद्यालय हुनलाई र असल शिक्षक हुनलाई अब हामीले पहिलाका परम्परागत पुराना सोचहरूलाई परिवर्तन गर्ने बेला आएको छ र हामी अधिकांशले के गर्छौँ भने छोराछोरी नानी बाबुहरू पास भयो भने हामी खुसी हुन्छौँ, पार्टी खान्छौँ, भोज गर्छौँ। तर फेल भयो भने नानी बाबुहरूलाई हामीले गाली गर्ने, उनीहरूलाई निरुत्साहित बनाउने, त फल्नाको छोरा जस्तो फल्नाको छोरी जस्तो भएनस्, त किन यस्तो भइस्, वर्षभरि पढेर फेल भइस्, तँलाई मास्टरले के पढायो भने यस्ता यस्ता नेगेटिभ कुराहरू गरिदिन्छौँ। उनी पहिल्यै रिजल्टमा उनीहरू चाहिँ असफल भएर उनी चाहिँ डिप्रेस भएका हुन्छन्, चिन्तित भएका हुन्छन् र तपाईँहरूले यस्ता कुराहरू गरिदिनु भयो भने झनै नानी बाबुहरू चाहिँ बढी चिन्तित हुने र बढी निरुत्साहित हुने र जीवनमा म केही गर्दैन कि भन्ने उनीहरूलाई नकारात्मक असर मानसिक पर्न सक्छ र कसैले गलत कदम पनि उठाउन सक्छन्। तसर्थ अभिभावक भनेका नानी बाबुहरूको लागि, आफ्ना छोराछोरीको लागि पहिलो शिक्षक हुनुहुन्छ। घर भनेको पहिलो विद्यालय र नानी बाबु भनेको चाहिँ नानी बाबुको लागि पहिलो टिचर भनेको, प्रथम शिक्षक भनेको बुवा आमा नै हुन्छ। तसर्थ सम्पूर्ण आमाहरू प्राय घरमा हुनुहुन्छ होला, बुवाहरू विदेशमा हुनुहुन्छ होला। तपाईँहरू विदेशमा भए पनि स्वदेशमा भए पनि आफ्नो बालबालिकालाई कृपया असफल भएको बेला चाहिँ उसलाई चाहिँ छिछि दुरदुर गर्ने, उसलाई चाहिँ गाली गर्ने, उसलाई चाहिँ तपाईँ त सक्दैनस्, त केही पनि गर्न सक्छ, त गोबर गणेश होस्, तैँले वर्षभरि पढे पनि फेल हुन्छस् भनेर यस्तो शब्दहरू कृपया नबोलिदिनु होला। अब हामीले परिवर्तन गर्न जरुरी छ। बच्चा बच्चीहरूलाई अब ऊ दुखी भएको हुन्छ नि, ऊ निराश भएको हुन्छ नि, बुवा आमाले चिन्ता नगर, कोसिस गर, तेरो लागि म छु मात्रै भनिदिनु भयो भने नानी बाबुलाई एउटा ठुलो ऊर्जा मिल्छ।